4 हप्ताभन्दा लामो समयदेखि इरानमाथिको अमेरिका इजरायलको संयुक्त आक्रमणसँगै गहिरिएको विश्वव्यापी आर्थिक र राजनैतिक सङ्कट, स्टेट अफ हर्मुजमाथि इरानले गरेको कडाइसँगै इन्धन आपूर्ति श्रृङ्खलामा आएको अवरोध र त्यसले निम्त्याएको ऊर्जा सङ्कट, शक्तिशाली राष्ट्रहरूबाट सैन्य हस्तक्षेपको चेतावनी र त्यो सँगै अर्को विश्वयुद्धका अट्कलबाजीहरू, चरम सङ्कटहरूको आँधीबेहरीमा रुमल्लिरहेको वर्तमान विश्व परिवेश र यही परिदृश्यमा नेपालमा बन्न गइरहेको आशाको नयाँ सरकार। केही राम्रो गर्छु भनेर बन्न लागेको सरकारलाई कतै आकाशको फल आँखातरी मर भन्ने अवस्था त आएन। आत्मउत्पादनमा आत्मनिर्भर विश्वका ठूला राष्ट्रहरूलाई त अहिलेको इन्धन आपूर्ति श्रृङ्खलामा आएको रोकावटले असर पारेको छ भने नेपाल जस्तो भूपरिवेष्टित देशलाई त झन् असर गर्ने नै भयो। अब एकछिन धैर्य गरौँ। आन्तरिक आधारभूत सेवा प्रवाहको यस जटिल घडी नै भावी सरकारको सबैभन्दा ठूलो अवसर हुन सक्छ। यदि यस कठिन विश्व परिवेशको माझमा अबको नेतृत्वले कुशलतापूर्वक आन्तरिक व्यवस्थापन गर्न सकेको खण्डमा आम जनताहरूको विश्वासमाथि खरो उत्रिनेछ र यही कुराले नै यस सरकारको लामो आयु तय गर्नेछ। यो कठिन समय नै यस्तो अवसर हो जहाँबाट देशलाई आत्मउत्पादन र आत्मनिर्भरतातर्फ उन्मुख गराउन सकिनेछ। यही संवेदनशील समय नै यस्तो सुनौलो अवसर हो जहाँबाट भावी नेतृत्वले कुशल वैदेशिक नीति, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धको यथार्थपरक र वास्तविक अभ्यास गर्न सक्नेछ। त्यसैले अहिलेको जटिल विश्व परिदृश्य नै हाम्रो भावी नेतृत्वको लागि एउटा यस्तो सुनौलो अवसरको रूपमा उजागर हुन सक्छ जहाँबाट आत्मउत्पादन र असरदार वैदेशिक नीतिको अभ्यास गर्न सकिनेछ।